हेलो नमस्कार अस्सलामुअलैकुम सेवारो सबजनालाई होलसेल नमस्कार। म चाहिँ ड्युटी आइसकेको छु। ड्युटी आएर चाहिँ टक्क एप्रोन लाउँदैछु। यहाँहरूलाई वेलकम छ मेरो मिनी ब्लगमा। बिहान बिहान आउने बित्तिकै चाहिँ मेरो अमेरिकानो अर्डर आएको हुनाले म चाहिँ अमेरिकानो बनाउनुतिर सिधा लागिहालेँ। अमेरिकानो रेडी गर्नलाई टक्क लगाएर पहिला चाहिँ मैले एक्सप्रेसो सर गरेर एक्सप्रेसो झारिरहेको हुन्छु। एक्सप्रेसो झारेर टक्क अब यहाँ माथि पानी सरर पानी हालेपछि यो हाम्रो अमेरिकानो रेडी। अनि त्यसपछि फेरि अर्को अर्डर आएको थियो बिस्कफ क्यापेचिनो। यहाँ चाहिँ टक्क एक्सप्रेसोमा बिस्कफ क्रिम घोलिरहेको देखाइरहेको छु मैले हजुरहरूलाई, तर मैले बिस्कफ देखाउन सकिनँ क्यापेचिनो। त्यसपछि अर्को अर्डर लाटे आएको थियो। लाटे बनाएर चाहिँ म हजुरहरूलाई देखाउँछु। यहाँनिर म लाटेको एस्प्रेसो झारेर मिल्क स्टिम गरेर चाहिँ तपाईँहरूलाई टक्क म यहाँ पोर गर्दैछु। मिल्क पोर गरेर टक्क रोजेटा बनाउँदैछु। रोजेटा बनाएर सरर माथि दुध सरर तानेर चाहिँ यहाँनिर मेरो रोजेटा कम्प्लिट हुन्छ। लाटे रेडी भयो। लाटे रेडी भएर तपाईँलाई देखाउँछु भनेको थिएँ, तर अर्डर लेट हुन्छ भनेर पठाइदिइहालेँ। यहाँ चाहिँ मैले मेरो सर्भिसको साथीलाई लिएर जाऊ भनेपछि टक्कलाई लिएर गयो। अनि त्यसपछि मेरो ब्रेकमा टक्क राति सुत्नुभन्दा अगाडि 1 कप दही खाएर चाहिँ म फर्किने बेलामा एउटा गेस्टले चक्लेट गिफ्ट गर्नुभयो। त्यसपछि म चाहिँ अब मेरो ड्युटी 9 घन्टाको हुन्छ। सकिएर चाहिँ यहाँहरूलाई बाई बाई भन्दै म जाँदैछु। भोलि भेटौँला। धन्यवाद।